राधे राधे सम्पूर्णमा म आज हेर्नुहोस् यस्तो ठाउँमा आइपुगेको छु। यो हाम्रो नदी पारीको एरिया हो। भराजुलीबाट पारी जुन एउटा हाम्रो अरुणाचल यता छेउमा अरुणाचल पर्छ। र हेर्नुहोस् खरको घर हाम्रो माझामा आजभोलि यो खरको घर बहुत नै कम देख्छौँ। हामी खरको घरमा आइपुगेका छौँ। र हेर्नुहोस् यहाँनिर हामी यहाँनिर सुत्छौँ। यहाँ हामी सुत्छौँ र हेर्नुहोस् तल बाख्रा बाँध्छौँ। बाख्रा बाँध्ने जग्गा, सुत्ने जग्गा कति हाम्रा बाख्राका बच्चाहरू छन्। यहाँ हेर्नुहोस् आकाशको कति राम्रो। यहाँ यति ठन्डा छ अहिले पनि। हाम्रो गाउँतिर अहिले यति गर्मी लाग्न थालेको छ। यहाँ हेर्नुहोस् यहाँ सुत्ने जग्गा कति राम्रो छ। यस्तामा हामी सुत्थ्यौँ पहिले पनि। हाम्रो पनि यस्तै घर थियो पहिला। अहिले यहाँ हेर्नुहोस् यहाँ पनि सुत्ने जग्गा हो। यो हेर्नु यो घरको एउटा गोठ हो। यो गाई गोरु बान्ने गोहाली हो। यहाँ हेर्नुहोस् यो खेती गर्ने अहिले यो सिजन त सुकान धेरै छ र यहाँ खेती हुँदैन। यो जग्गामा सुकान धेरै छ किनकि यो नदी किनार हो। यहाँ नदी छ। हेर्नुहोस् यो नदी छ। नदीको किनारमा हामी अलि अग्लो जग्गामा छौँ र यहाँ घर छ। यस्तो जग्गामा हामी आएपछि यहाँनिर प्राकृतिकको आनन्द हुनसक्छ। हरियो छैन यहाँ, तर प्राकृतिकको आनन्द अलग्गै छ। र हाम्रो बिचमा एकजना खुरा हुनुहुन्छ। खुरा कार्बी सम्प्रदायमा हुन्छ। खुराको घर यहीँ हो। आज यहाँ बस्नुभएको कति वर्ष भएको छ। उहाँसँग म केही कुराकानी गर्नेछु, तपाईँहरूलाई म सुनाउनेछु।